हाइट झन्डै हान्दैन यार ट्रेन मोल गाइस है झन्डै एक्सिडेन्ट गरेन यार स्टक टक 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 यहाँको घरको चाहिँ अलिक खडुस थियो कि चलिए शुरू करते हैं हेलो नमस्ते गाइस वेलकम ब्याक टु माई न्यू अनदर भिडियो आई होप सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला म पनि एकदम ठिक अनि ठाकै छु आज चट्ट लाएर म चाहिँ काममा जाँदै यो यसो भ्लग बनाइदिउँ न त काममा जाँदा होइन आज चाहिँ भ्लग बनाइदिनु लगाइदिएको गाइस अब मौसमको कुरा गर्नुहुन्छ भने यस्तो छ मौसम चाहिँ पापा मौसमले च्यालेन्ज गरेछ हो च्यालेन्ज गरे मौसमले चाहिँ खाएर सुत्दिम जस्तो लागिरहेको कि तर के गर्नु काम पनि गर्नै पर्यो होइन अब के गर्नु अलिकति रिस्किट भएको भए म पनि सुती आराम गरी खान्थेँ बस्थेँ होला अलिकति त्यो चाहिँ भएन मेरो अवस्था चाहिँ त्यसले गर्दा काममा पनि जानै पर्यो है अब काममा पनि जानु पर्यो त्यही भएर गाइस काममा जाँदैछु गाडी त लाइन छ तर यो गाडीहरू कुन छिटो जान्छ भन्ने कुरा हेरौँ न जानिरहेछ भने यहीमा चढिदिन्छु नै भने म अगाडिबाट चढ्छु जाम नभएले हेरौँ कहाँ जाने सिलगढी जान्छ सिलगढीमा यो जान्छ अरे अब बिस्तारै जाम न अगाडि पनि छ कि अगाडि पनि छ गाडी अब अगाडि एउटा जाम्ला नजाम होला चल भएर अब पोखराको नानी पोखराको पानी घर हुँदैन कि कति बेला के हुन्छ यहाँ थाहै हुँदैन अहिले यहाँ सट्टो लगाएर यहाँ यसो बादल गरिरह एकछिनमै टक्क घाम लगाइदिन्छ है अनि एकछिनमा फेरि यति धेरै असिना पानी परिदिन्छ कि थाहै हुँदैन के हुन्छ भन्ने कुरा पोखराको पानी पोखराको नानी घर नगर्नु भन्ने बुढा पाखाले अब के हो त्यो मैले चाहिँ बुझ्न सकिनँ हुन पनि सक्छ पानीको त मलाई भर लगाइसक्यो कति बेला पानी पर्छ कति बेला अब पर्दैन यो चाहिँ हाम्रो बिहान क्याम्पसको एरिया हो यसमा अब यस चाहिँ हाम्रो पृथ्वीनारायण क्याम्पसको गेट हो हाइट झन्डै हान्दैन यार हाइट झन्डै हान्दैन यार देखा आपने लापरवाही का नतीजा है हाम्रो पृथ्वीनारायण क्याम्पसभित्र चाहिँ यस्तो झन्डै हान्दिन्छ त यार यता हेरेको आँखा झिमिक माल गाई भनेको चाहिँ झन्डै मलाई नि गाई बाँध्दैन नि यार ल यो गाडी जान्छ होला चिनेकै त यो गाडी जस्तो लाग्यो यो चाहिँ हेर्न पर्छ एक्लो त्यहाँ न्यु रोड जान्छ होला सायद गाना पऱ्यो दाइ सिलगढी जान्छ होइन 2 hours later ल गाइस सिलगढी पनि आइयो सिलगढीको माहौल चाहिँ यस्तो छ सटर सिलगढीको माहौल के देखि मिल्छ हो यार गाउँ त दिन्छ गाइस तपाईँ जानु के म तपाईँ पोखरा ट्रेन मोल गाइस है पोखरा ट्रेन मोल इन्टर गरियो गाइस राम्रो लुगा क्वालिटीको लुगाको खोजीमा हुनुहुन्छ भने हाम्रो ट्रेड मल सम्झ्न सक्नुहुन्छ सपिङका लागि
ए दादा ल भाइ कस्तो है लाग्छ नि यार ओ दादा ब्लग हो दाइ ब्लग है ओ प्रवीण दाइ के छ हो हाई भनिदिनु चलो ल सब्सक्राइब गरिदिनु भन्नु सबलाई ल दाइ हात मिलाउनु नि त यार के त यार ल है लाइक सेयर सब्सक्राइब यस्तो म यहाँ यस्तो काम गर्दैछु भन्नको दैनिकी त्यही ट्रेडमलको दैनिकी जीवन क्यार्नु लाउने कुरो गाइस है क्यार्नु तपाईँहरूमा एउटा सपिङ कुरा दियो भने चाहिँ टुई 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 ल यो गाइस यार मेरो भनौँ न काम कार्यस्थल ल हाम्रो पसलको लुक चाहिँ यस्तो देख्छ ट्रक्क लगाएर औरा क्लोथिङ धेरैले फेरि प्रनाउन्स गर्न नजानेर औरा औरा भन्छ औरा होइन है औरा क्लोथिङ सर्ट लगाएर ल अब म पनि आफ्नो काम कार्यतिर लाग्नु पर्यो दैनिकी झाडु पोछा ल गाइस झाडु पोछा सोचा हानेर टक्क लगाएर म चाहिँ बसिदिनु पर्यो यहाँ पनि दामी दामी पाउँछ है अहिले हानि अब मौका मिलेर म यहाँ देखाउँछु हजुरहरूलाई A few moments later. चट्ट लगाएर होइन राम धुलाई मारी झाडु पोछा राम धुलाई हानेर बसेको टक्क लगाएर अहिले यसो हेऱ्यो भने आफ्नै अनुहार देख्दा जस्तो लाग्छ क्या तल चाहिँ यस्तो मारी मैले राम धुलाई सर सफाइदेखि लिएर झाडु पोछा चट्ट हान्दिएँ होइन फाइनल लुक्स हाम्रो पसलको चट्ट लगाएर सतर गएछ है ओहो ल केटा हो जुत्ता चाहियो भने आउँदा हुन्छ हाई कपीमा लो कपीमा केमा चाहियो प्यान्टहरू हामीसँग सब छ है ए युनिक डिजाइनको टक्क लगाएर आउटरहरू सेटहरू के चाहिन्छ टी सर्ट विन्ड जे पनि छ हामीसँग भन्न चाहिँ मिल्दैन लगभग हामीसँग हुनुपर्ने कुराहरू चाहिँ यहाँ छ है आउन सक्नुहुन्छ छिमेकीहरूको सोध्नु जानु पऱ्यो कि ओ छिमेकी दाइ के हो यार दाइ त छैन त ल यो केटाहरूको लागि चाहिँ टोपी सोपी चाहिन्छ भने हाम्रो दाइलाई है यता आउनु सक्नुहुन्छ छिमेकी दिदी कहाँ जान्न के रहेछ अब यसो छिमेकी दिदी कहाँ ओहो हो दिदी होइन यार म दिदीको हालखबर सोधेर आउँछु के रहेछ दिदी ओ माइजू छस्याल्लो के भन्छ गुरुङ भाषामा नमस्कारलाई ओ माइजू छस्याल्लो ए छस्याल्लो अब मोर्सीहरू पट्याउनु पर्ने हुन्छ त्यसले गर्दाखेरि म अब गुरुङ भाषा पनि सिक्छु हाम्रो माइजूसँग बिस्तारै ल कोही सानो सानो भुराहरूको लागि हो भने चाहिँ यता आउँदा हुन्छ है सब पाउँछ यहाँ भुराहरूलाई लाउने चाहिँ सट्ट लगाएर हाम्रो छिमेकी दिदीको पसल नि देखाइयो ए माइजूको कृष्णजी हेलो के छ
हाम्रो चलपल दाजु कि फेरि के हार्नु यस्तै छ आऊ बस कस्तो बनाउँछ कस्टमर आज टक्क सामान देखाउनु पऱ्यो बेच्नु पऱ्यो बस्नु पऱ्यो अब केही बेरमा फुर्सद भइयो भने म फेरि जोडिन्छु है त गाइस ल 2000 years later. ओहो ट्रेड मलको लुक चाहिँ कडा देखेछ त गाइस हो है नाइट भ्यू ठिक छ यस्तो छ हो माहौल के छ यहाँको माहौल ठिक छ चतर लाग्यो गाएछ है घरतिर खासै दिउँसो धेरै मान्छे भएर खासै भिडियो बनाउने फुर्सद पनि पाएन कस्टमरहरू धेरै थियो त्यसले गर्दा खासै बिचमा भिडियो गर्ने फुर्सद पनि पाएन यो चाहिँ हाम्रो चिप्लोढुङ्गाको माहौल नाइट भ्यू मिसो जोस् यताउति अब हुन्छ नि त अब सेलहरू लाग्ने यतामा बाटोमा तरकारीहरू अब जुत्ता 500मा 2टा जुत्ता चप्पल लगायत बेलुकाको समयमा चाहिँ बिहानमा भन्दा पनि दिउँसो र बिहानमा चाहिँ खासै यस्तो हुँदैन खाली नै हुन्छ तर जब बेलुका इभिनिङको टाइममा चाहिँ धेरै नै हुन्छ कि भनौँ न अब यो व्यापारको लागि अनि त्यसपछि लिची चिया भन्न जानुपर्छ जस्तो छ यार जस चाहिँ राम्रो नै छ अब म पनि सपिङ हान्न हुन्थ्यो सपिङ भन्दा नि यसो तरकारी सकेर किन्न हुन्थ्यो आजकल मलाई किन्न झ्याउ लागिरहेकोले किन्न पनि यस्तो यार मान्छेहरू ठोकिला भन्ने डर के ठोकिन्छ हो बेला बेलामा यसो मान्छेहरू ल ठिकै छ है तुमी अब यो किन्ने कुरा भएन यस्तो हो गाह्रो छ इभिनिङको टाइममा जेउस व्यवसाय व्यापार फस्टाएको छ यहाँ पनि म पनि अब कलम र पेन बोकेर बेच्न आउनु पर्छ जस्तो भयो कि यो सामानहरू पाउने भनेको अब घरमा युज हुने सामानहरू नर्मली अब के हुन्छ अब है के काम यो मलाई काम छैन त्यही हो बेलुकाको समय मान्छेहरू सबै सामान किन्दै हिँडेको हुन्छ एक्सीडेंट गरेन यार एक्सीडेंट गरेन यार सानोतिनो एक्सिडेन्ट हुनै लाग्थ्यो सानोतिनो एक्सिडेन्टबाट म चाहिँ जोगिएँ ठिक छ अब ब्याक क्यामेरा देखिन्छ कि देख्दैन ब्याक अब आफ्नो अनुहार देखाएर चाहिँ अब भ्लग चाहिँ गर्नु परेन अब अँध्यारोमा खासै अब अनुहार देख्दैन होला त्यसले गर्दाखेरि अब अगाडिकै देखाउँछु म हेरौँ के हुन्छ तर झन्डा आज चाहिँ पानी परेन छ यार न त जहिले पानीले जहिले दिमे खराब भन्छ कि बेलुका भयो कि त पानी परेर गड्याङ गुडिङ हावा हुरी म जस्तो बुढेलाई त झन् फ्याटै उडा भन्ने डर के जस्तो बुढेलाई त झन् फ्याटै उडा भन्ने डर के माथिहरू अलि हावाहुरी चल्यो भने निक्लिने अलिक झ्याउ लाग्छ कि उडाइहाल्यो भने क्यार्नु 50 किलो पनि छैन त्यसले गर्दा टेन्सन पर्छ हो उडाइहाल्यो भने क्यार्ने त्यही भएर पातला लुरालुरीहरू कोल्टीमा ढुङ्गा हालेर हिँड्नु होला भनेर म पनि सजेस्ट गर्न चाहेँ स्पेसली आफूलाई पनि म सजेस्ट गर्छु यो कुरा चाहिँ
जस नाइटमा हिँडेको मजै छुट्टी हुन्छ कि दिनभरि पुरा पिन्जडामा जसरी एउटा चरा हुँदैन चरा पिन्जडामा कसरी थुन्नेर हैरान भएको हुन्छ त्यस्तै हुन्छ कि मान्छे पनि दिनभरि काममा व्यस्त यताउति कस्टमरको ट्याङ 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 सुन्दा सुन्दा है लास्ट होला भने टक्क यसरी बाहिर निक्लिँदाखेरि त खुल्ला आकाशमा उडे जस्तो लाग्छ कि यो चाहिँ मजा लाग्छ जेस रातिमा हिँड्न खुल्ला आकाशमा उडेको जस्तो महसुस हुन्छ अनुभव हुन्छ दिनभरि है केही गर्न पाउँदैन घाम मैले त घाम नि देख्न पाउँदैन कि मस्त जोक मारा रे बाहिर गरी यसो झ्यालतिर गरी हेर्नुपर्छ अब मल हुँदाखेरि गर्दाखेरि त्यस्तो केही घाम नि जाँदैन अब कति अँध्यारो भएको उज्यालो हो कि थाहा नि हुँदैन कि मान्छेको भिड सब धेरै नै छ वाउ नाइस यो चाहिँ गाइस महेन्द्र पुलको झन्डै झन्डा भएको ठाउँ है ल तलतिर चाहिँ पिकनिक चोक जाने ठाउँ यो आएको यो त्यस्तै छ राम्रो राम्रो मैयाहरू हुन्छ यार हेर्नु हेऱ्यो बस्यो कामै के छ त केटाहरू यस्तै हो यसो हेऱ्यो जो पनि राम्रो लाग्छ यार के भएको मेरो यस्तै हो कि अब जो हेऱ्यो त्यही राम्री यता हेऱ्यो त्यही राम्री बड़ा हरामी हो बेटा अब पछाडि अगाडिको कोही आएको छैन अगाडिको राम्री सबै राम्रा छन् यार पोखराको अब भनौँ न पोखराको मुटु भनेर चिनिने यो अब चिलीढुङ्गा एरिया महेन्द्र पुल यहाँ भनेको एकदम सपिङको लागि चाहिँ धेरै मान्छे आउँछ यतातिर भयङ्कर मान्छे अलिक टुरिस्टहरू आउँछ है विदेशीहरू पनि आउँछ यतातिर सपिङ गर्नलाई लेक साइडबाट चाहिँ यतातिर आउँछ सपिङ गर्नको लागि भनेर त्यसमा देखा जाए खासै अरू कपालले चाहिँ नरिखाम अगाडि कपाल आइरहेको थियो त्यही भएर मतिर गएर क्यामेरा है अर्को सपिङ गर्नको लागि चाहिँ विशाल बजार ट्रेड मल भने जस्तै यो पनि एउटा सपिङ गर्नको लागि चाहिँ यो पनि हो एउटा मल चाहिँ यहाँ भाटबटे नि ट्रेड मल विशाल बजार यही नै हो सपिङ गर्नको लागि अलिकति ठुलो मल भनेको अब शान्ति खतरा खतरा जति पनि छ बाटोमा क्यार एक्लै जानु पर्यो साथी पनि खोइ कहाँ साथी पनि गयो होला अलिकति मेरो त ढिलो हुन्छ है अर्को समयभन्दा त्यसले गर्दाखेरि साथी पनि छोडेर गयो बेसिक गएस जाउँ अब एक्लै मजा नि बगहरू A few moments later. अहिले चाहिँ म नदीपुर आइसकेँ गाइस है यो कन्या क्याम्पस हो अन्ली कन्या न कुमार चाहिँ यहाँ पढ्न पाउँदैन अरे अन्ली कन्या मात्र पढ्न पाउँछ अरे गाइस यसमा चाहिँ अब हुन्छ नि त अब केटाहरू पढ्थ्यो अब खासै केही देशमा हुने होइन म त केटाहरूलाई हेर्दा पनि हेर्दिनँ भन्ने टाइपको केटीहरू चाहिँ यो कलेजमा पढ्न आउँछ जस्तो लाग्छ मलाई चाहिँ किनभने अब केटाहरू नै हुँदैन त अब केटै नभइसकेपछि चाहिँ उनीहरूलाई अब केटापट्टि कुनै पनि इन्ट्रेस्ट छ जस्तो चाहिँ मलाई लाग्दैन त्यसले गर्दाखेरि यहाँ चाहिँ सबै केटीहरू जसलाई केटा मन पर्दैन त्योहरू चाहिँ यहाँ पढ्न आउँछ है अनि मैले एउटा मेरो साथी पनि कन्या पढेको रहेछ क्या अनि मैले त्यसलाई सोधेको थिएँ कि तिमीहरूको त्यहाँ एउटा भनौँ न एउटा केटा पनि छैन है तिमीले त एकजना केटाको अनुहार नै देखिने होला है भने त्यसले के भन्यो भन्दाखेरि किन हेर्नु पऱ्यो केटाको अनुहार हाम्रै सर कति ह्यान्डसम थियो अरे कि सर चाहिँ ह्यान्डसम छ अरे अब केटाको अनुहार चाहिँ तिनीहरूले एकचोटि देख्न पाएन अरे कि 11-12 मेरो साथी यहाँ पढेको नि एकजना त्यसले गर्दाखेरि कन्या क्याम्पसमा चाहिँ अन्ली केटा मात्रै केटी मात्रै पढ्छ केटा चाहिँ पढ्दैन अब म पनि अब कुनै एउटा कुमार कलेज खोल्नु पर्ला जस्तो गाई चाहिँ अब केआरमा अब एउटा केटीले पनि अब खासै वास्ता नगरेपछि हामी केटाहरू पनि अब कुमार कलेज जाउँ केटा हो कुमार कलेज खोल्ने नभए कुमार कलेजमा जाने र पढ्ने यो हामीलाई अब बिहान कलेज खासै सुट गरेन त्यसले गर्दाखेरि अब हामी चाहिँ कुमार कलेजतिर जाने केटा हो सर्ट लगाएर यहाँ कलेज छ कि फेरि यहाँ यो चाहिँ बाल मन्दिर हो
सर एक्लै नाइटमा हिँड्न जिउस मजा नै छ त अलिक एक्लै झ्याउनु लाग्छ त्यही नै अब साथी भएको एकजना केटा भएको नि गफ लाउँदै मस्त तरिकाले यो हुँदै भन्दै गफ लाउँदै हिँड्दै तर केयर साथीले छैन एक्लै भयो भने अब आफैलाई गफ लाउँदै अरे कहना क्या चाहते हो लाउँदै हिँड्नु परेको छ के गर्नु साथी छैन मजै हुन्थ्यो योजना गफ लाउने साथी भएको भए पनि बाल मन्दिर जेस कलेज हेरेमा धेरै नै छ भनौँ न अस्थायी प्रहरी पोस्ट यो चाहिँ नदीपुर हो गाइस है नदीपुर भनेको चाहिँ महेन्द्रपुर र बगरको बिचको भाग चाहिँ नदीपुर हो लगभग कति लाग्छ भन्दाखेरि मलाई हिँडेर जाँदाखेरि चिप्लेढुङ्गा अब मैले काम गर्ने चाहिँ पेटमा चिप्लेढुङ्गाबाट बगर जानको लागि अब म एकदम फास्ट एट्याक डगी स्टक टक 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 स्टक टक 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 हिँड्यो भने चाहिँ त्यही 18 to 20 मिनटमा चाहिँ म डगी स्टक टक टक पारामा जान्छु तर स्लोमा स्याङ्जाली गफलाउँदै जानु थाल्यो भने चाहिँ म चाहिँ अलिकति ढिलो जान्छु कि लगभग लाग्छ 22-25 मिनट लाग्छ अलिकति केटीसँग गफ गर्नु थाल्यो भने चाहिँ एक्लै हुँदाखेरि चाहिँ म अलिकति फास्ट नै दिन्छु त्यसले गर्दाखेरि एक्लै हुँदाखेरि म छिटो पुगेको हुन्छु खासै अब टाढा छैन जस यतिको त हिँड्नुपर्छ फुर्तिलो हुनु परेन गाउँको केटा हो जब यति हिँड्न सकेन भने त यो काम अलिअलि चाहिँ हिँड्नुपर्छ बोसो हटाउनको लागि भयो भने त के हो बोसै छैन मेरो ज्यानमा त त्यसले गर्दा गाह्रो छ गाइस डेटिङ जानु पऱ्यो भने चाहिँ यतामा त हुन्छ प्रकृति उद्यान के हो यहाँ डेटिङ के जानी चाहिँ अब 8-9 बजी यहाँ चाहिँ लगाइदिन्छ गेट त्यसले गर्दा यो ठिक छैन म रिकमेन्ड गरेन हजुरलाई चाहिँ यो डेटिङ आउनको लागि चाहिँ यो ठाउँमा रिकमेन्ड गरेन है छिटोभन्दा छिटो तालचा लगाउँछ नि त त्यसले गर्दा खासै बस्ने समय फुर्सद पाउँदैन कि यहाँ आयो भने त्यही हो यार झलाइन्छ जाऊ खाना बनाऊ खाऊ अनि फेरि सुत हुन्छ भोलि झन् कलेज छैन आरामले सुत्ने हो भोलि त के को बिदा तर बिदा त थाहा छैन तर भोलि बिदा चाहिँ छ अरे भन्ने सुनेको कि हेरौँ के को बिदा रहेछ ठिक छ त ओहो पहिले गाइस म चाहिँ यतै बस्थेँ है पहिले चाहिँ म कहाँ बस्थेँ भन्दाखेरि म चाहिँ पहिले चाहिँ यतै बस्थेँ ट्याक्कै यही साइडमा उता छेउतिर बस्थेँ तर म चाहिँ पछि रुम चढ्दैको अलिक झ्याउ भनेर उता रुम चढेको अलिक टाढा भयो कि कलेज जानको लागि त ठिकै हुन्छ मलाई कलेज जाने अनि आएर काममा जानको लागि चाहिँ ठिकै हो त्यो ठाउँ तर अलिकति काममा जान्छु भन्ने हिसाबले चाहिँ अलिकति त्यो टाढै भएको मेरो लागि टाढा भने केही छैन चिज छन् फेरि घरबेटी यहाँको घरबेटी चाहिँ अलिक खडुस थियो यहाँको घरबेटी अलिक खडुस थियो यही बुढोको अनि अहिले त चिबारामा डगी टक 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 जति बेला गए पनि जति बेला जे गरे पनि रमाइलो भयो क्या राति जति बेला गए पनि जस कि त फ्री छ नि त्यो फ्रिडम पाउनु नि ठुलो कुरा हो कि हामीले जस फ्रिडम चाहिँ पाउनुपर्छ कि अलिकति केटाहरू हुन्छ न कहिले काहीँ अब साथीलाई के पर्छ कसो हुन्छ भन्ने कुरा थाहा हुँदैन निक्लिनु पाउनुपर्छ साह्रै कोही कोही घरबेटी के खडुस हुन्छ कि 8 बजे कुरेर बसिन्छ यार ढोका लाउनको लागि भनेर यहाँ खराब लाग्ने त्यसले गर्दाखेरि अलिकति हामीलाई चाहिँ केटाहरू भइसकेपछि अलिकति फ्री भएको चाहिँ हुनुपर्छ कि केटीको लागि चाहिँ एकदम छिटो बेस्ट हो 8 बजे लगाइदिनु केही नो म्याटर तर अलिकति केटाहरूको लागि चाहिँ त्यो सुइटेबल हुँदैन भन्न खोजेको मैले हामी त कसैले सुइटेबल हुँदैन तर त्यही पनि अलिकति केटाहरू चाहिँ अलिकति फ्री नै चाहिन्छ कि हुन्छ नि त अलिकति ढिलो हुन्छ के हुन्छ अब केटा मान्छे हो अब कतै जानुपर्ने हुन्छ त्यसले गर्दाखेरि झ्याङ हुन्छ त्यही भएर घरबेटी चाहिँ अलिकति हुन्छ नि त अलिकति फ्रिडम भएको चाहिँ राम्रो त्यही भएर म त्यही फ्रिडमकै खोजीमा गर्दाखेरि म बगर पुगेको बस्न त्यही भएर अलिकति बाटो लामो भयो कि 5-7 मिनट अलिकति ढिलो हुन्छ मलाई पहिले म यति बेला रुम छिरेर पनि हातपेटहरू बस्थेँ चाहिँ मलाई 5 मिनट त लाग्थ्यो नि त रुम जान त्यो चाहिँ अब मलाई डिसएडभान्टेज भयो कि म चाहिँ थिएँ यहाँ नजिक पनि सतर गाइस के गर्नु डोना थापाको फ्यान पऱ्यो चतर त भन्नै पऱ्यो
गाइस यो फुलकटी चाहिँ हाम्रो बगरको सिमाना स्टार्ट भयो। अब योभन्दा उता चाहिँ बगर हो, योभन्दा उता चाहिँ नदीपुर हो भने यो चाहिँ बगर हो। हामी अब बगर इन्ट्री गरियो। यो हाम्रो बगर जति पनि छ। अब बगरमा त अब सरकारी कार्यालयहरू चाहिँ भन्छ सरकारी सम्बन्धी कामहरू सबै हुने। अब शाखाहरूदेखि लिएर हरेक चाहिँ अफिसहरू चाहिँ यहीँ बगरमै छ कि, अन्त त्यस्तो छैन। त्यसले गर्दाखेरि सरकारी कामहरू सबै यहीँ हुन्छ। ल गाइस म चाहिँ फाइनली रुममा आइसकेँ होइन। रुममा आइसकेँ। अब आज चाहिँ खासै अब ट्रेड मलको बारेमा खासै केही पाएन। अब नेक्स्ट टाइम चाहिँ म हजुरहरूलाई एकदम मजाले के कस्तो पाउँछ, के छ त्यहाँ ट्रेड मलमा हरेक कुराहरू चाहिँ म तपाईँहरूलाई सेयर गर्नेछु। ल आजलाई चाहिँ भिडियो यति नै अन्त्य गरौँ। नमस्ते, धन्यवाद, गुड नाइट।